वेलकम गाइस मेरो न्यू भ्लगमा म चाहिँ आज सोल्टीहरु जाँदैछु सर तपाईँको फिस लगाइदिनु न भाइ धेरै राम्रो यहाँको वासरुम चाहिँ धेरै राम्रो थियो त्यही भएर हामी केटाहरू सबै मिलेर चट्ट फोटोसोटो भिडियो बनायौँ सरले बोलाउनु भयो भित्र हाम्रो मिटिङ थियो होइन होटलको बारेमा बुझाउन सुझाव सल्लाह गर्न त्यही हो एउटा मात्रै रेस्टुरेन्ट हेर्न बाँकी छ गार्डन टेरेस त्यो त अब त्यसैमा लन्च गर्नु छ त्यही भएर मैले टेस्ट परेन सो यो बाउजन पनि हाम्रो डिनरको लागि मात्रै खुल्छ 7 to 10:45 हो बट अहिले ड्युरिङ विन्टर चाहिँ 6:30 देखि खुल्छ अनि यो चाहिँ हाम्रो अथेन्टिक चाइनिज हो सेफ्रन फ्लेभरको हुन्छ अनि त्यसपछि अथेन्टिक चाइनिज स्पेसियालिटी रेस्टुरेन्टको मतलब चाहिँ बुझ्छ कि लाइक कतिले कन्फ्युज भएर होला नि स्पेसियालिटी रेस्टुरेन्टमा चाहिँ चाइनिज भनेपछि चाइनिज फुड मात्रै हुन्छ है फ्रेन्च फ्राइजहरू पनि खान मिल्दैन लिएर आउनु मिल्दैन यहाँ चाहिँ लाइक सर्भ गर्न मिल्दैन नो क्रस सेलिङ त्यही भएर मल्टी क्युजिन रेस्टुरेन्टहरू छ यता पनि छ त्यता पनि छ है बट यहाँ र काकोरीमा चाहिँ त्यो फुड बाहेक अरू फुड सर्भ गर्न मिल्दैन फाइनली गाइस हामी चाहिँ अहिले बार हेरेर रुम हेर्न गइरहेका छौँ लो क्वालिटीको रुम हेर्छौँ अनि भिआइपी रुमहरू हेर्छौँ अहिले चाहिँ लो क्वालिटीको लो पनि के भन्नु होइन 18,000 लो त्यही हो भनेको हैन त यो लाग्यो भने चाहिँ हाउसकिपिङको लागि हो रुम आएर सफा गरिदिनु पर्यो उसले यो डीएनडी भनेको चाहिँ डु नट डिस्टर्ब यु क्यानट कम इन्टु द रुम यु क्यानट नक है त्यो भयो अर्को भनेको यो हाम्रो चाहिँ सबैमा यो मेन्यु चाहिँ हुन्छ यो मेन्यु के को हो इन रुम डाइनिङ भनेको आइआरडी भनेको अर्को नाम भनेको आइआरडी र इन रुम डाइनिङ एउटै भएर इन रुम डाइनिङलाई अर्को के भन्छ कोठामै रुम सर्भिस भन्छ सो यसले यहाँ चाहिँ यो चाहिँ हाम्रो 24 फाइनली गाइस हामी चाहिँ अहिले रुम हेरिसकेर फुडहरू खानतिर लाग्यौँ होइन विभिन्न फुडहरू देख्न सक्नुहुन्छ तपाईहरु पहिला चाहिँ सुप देख्न सक्नुहुन्छ त्यसपछि हाम्रो केटीहरू खाइरहेको हैन त्यसपछि सुप खाएर हामीहरू अन्य फुडहरू खान थाल्यौं हाम्रो साथी चाहिँ खाइरहेछ मिठो मानेर हैन विभिन्न फुडहरू देख्न सक्नुहुन्छ सो हेर्दी सुप त्यता पनि सुपै रहेछ
यो चाहिँ नमुना हो हैन यसले भिडियो रेकर्ड बनाइरहनु मलाई त गाइस फाइनल्ली हैन यति धेरै फुड खाइयो कि यति धेरै फुड खायो चकिँदैन कहिले त्यति धेरै फुड नखाएको सानसानो गरेर सब फुडहरू खाइसक्यो अनि यो मान्छे चाहिँ खाइसके अब कलेजमा सँगै आउँछ होला नि यता हेर्नु न भिडियो नि यहाँ हेर्न यहाँ यो भने परेवा जोडी हो तर कहिलेकाहीँ यसो भइहाल्छ वाइ यहाँ त बहिनीहरू तपाईँलाई कस्तो लागिरहेछ भन्नुहोस् आइसक्रिम रिभ्यू हजुरको पोर्ते गिराइदिनुहोस् कस्तो लागिरहेछ ओ एकदम बाबा जो छुट्टा आउनलाई शाह तपाईँ शाह हुनुहुन्छ भन्नुहोस् छेत्री दामी 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 हिमाल जाउँ दामी भन्नुहोस् तपाईँको प्रतिक्रिया दिनुहोस् कस्तो लागिरहेको कस्तो लागिरहेको तपाईँलाई राम्रो लाग्यो प्यारे खानुहुन्छ खानु हुँदैन कस्तो लाग्यो बाबा अमेजिङ प्रतिक्रिया दिनुहोस् तपाईँको हेलो गाइज तिमीहरूलाई कस्तो लागिरहेछ मलाई एकदम रमाइलो लागिरहेछ तर मलाई खासै खानेकुरा धेरै जस्तो खानेकुरा नमिठै छ कुनै मिठो छ नराम्रो चाहिँ भन्न खोज्छ होइन नराम्रो चाहिँ भनेको होइन है फेरि सुन्ने हुँदैन एकदम राम्रो छ तर मेरो फोटो खिच्नु न Bye.